लासबहादुर, तैँले आजभन्दा 5 वर्ष अगाडि मबाट 2000 रुपियाँ सापटी लगेको थिइस्, तँलाई दिनु पर्दैन? ओहो दाइ, मैले त 5 वर्ष अगाडि ल्याएको थिएँ होइन, बुस्सुकै भुलेर रहेछु नि। के रो दग्दी, अक्का रुपियाँ त बिर्सिहाल्छन्, आफ्नो रुपियाँ चाहिँ याद हुँदाउन होइन? आफ्ना पैसा त याद भइहाल्छ नि दाइ, तर तपाईँको पैसा कसरी तिर्ने होला? ए बड्डी, अस्ति मैले त 2000 दिएको थिएँ त, त्यो ले त, खै दाइले दिनु पर्यो। है तिमीले मलाई त पैसा दिएको त। ओहो, तिम्रो पैसा त मैले के पनि चलाइन बट्टा, तिम्रो पैसा त मैले यसलाई दिएँ। कहाँ दियो बट्टीमा मलाई पैसा? त्यसै दियो भन्छ मलाई यस्तरी हान्छ अनि छोरो छोरो भन्दिनँ नि, थाहा होला नि। मैले तँलाई दिएन अस्ति कपडा किने भनेर, ले छिटो म अनि बालाई दिन्छु। ठ्याक्कै याद आयो, पैसा त दिएको थियो, तर त्यो पैसा चाहिँ मैले के गरेँ याद चाहिँ आएन यार। दिन त दिएको थियो तिमीले पैसा, तर के गरेँ मैले त्यो चाहिँ याद आएन। सोच छोरा सोच, जसरी भए पनि तैँले त्यो पैसा सोच्नै पर्छ। तैँले ठ्याक्क आमालाई दिएर, आमाले मलाई दिएर, मैले त्यता बुझाउनु पर्छ कि। सोच न छोरा सोच। ए ठ्याक्कै याद आयो, तिमीले मलाई अस्ति 2000 रुपियाँ कपडा किन्यो भनेर दिएको थियो, तर त्यो पैसा मैले तिमीलाई रिटर्न गरिदिइसकेँ। ओ मलाई याद आयो, तैँले मलाई दियोस् पछि आएर आमा लौ म कपडा किन्दैन भन्थिस् नि तैँले। हो याद आयो, तर त्यो पैसा मैले कसलाई दिएँ? यो कान्छीलाई दिएँ मैले त्यो।